पुडी रम अनि त्यसो भन्छ म त दिउँसो जस्तो फेरि तिमीलाई नै रिस उठाउने मेरो पालो कराइदिएको थिएँ यत्रो सापले राम मौला के भनेर भन्दा त्यसको पाउला पुग्दा त उस्तमा त अच्छा हुकुममा त उस्तमा पल्टिगयो हाँसेर तेरे को ये लामो कपाल कि छोटो कपाल भन्नु ठुलो दिनमा कता दिन्छ कति जाडो भएको कसै आइपुगेपछि भन्दा ज्याकेटै गर्नु भएको नि आधी मात्रै ढिलो गर्ने हो के दैलेको खानु त खान्छ तर कन्ट्रोलले खाँदो रहेछ तिनीहरू त्यति मातेको थिएन दुईटा त मसिनै छ अब भात पकाएर कुखुरा भरेन खुरो कति कुरो त्यो उ चाहिँ आयो आयो अनि यी नाना यहाँको दोजी लगेको थियो बान्नको लागि भन्दै दियो भात खा भनेको त गोरु पनि मानेन न भिक्षा भयो मासु र भात हाम्रोमा छोडेर जान्छन् खाँदैन अलछन् जाँड भा रक्सी भा त्यसलाई पनि ठिक्क रिसाले कराएको सुनिनस् भनेर भने मेरो कान्छी र त्यो चाहिँ बसिरहन्छ किचनमा म चाहिँ सुत्नु पसी गएँ माइली चाहिँ उसको पाउ खोज्नु गएको घर चाहिँ किन्नु यी घर छाता छाता कहाँ छ छाता देखाउँछ छाता छ गमला खै भाउजूको जस्तै गमला भाउजूको जस्तै फुल रोप्नु गमला खै कलम कहाँ छ लेख्न तिमीले त्यहाँको बनाउने भात त हाम्रो त भुक्राउ बनाउने पुग्दैन नि हो आज ऊ चाहिँ कहाँ गएछ यो चारो लाउनु गमला छैन त गोलो गोलो अन्डा लेख्नु यसरी खै गोलो गोलो अन्डा खोइ अन्डा खोइ खोइ लेख लु लेख त लेख न त लेख लेख लु त लेख त अनि पो अरछ भन्छ त लु लेख त लेख लेख अझै लेख लेखेको 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 गरे अझै लेख लु अझै अझै धेरै धेरै अन्डा लेख त्यो त एउटा दुईटा मात्रै हो धेरैवटा लेख कफी नखाइ भएन त्यहाँ चिनी मात्रै हराएन कफी चिनी दुध मिसेको हुन्छ तर चिनी त थोरै मात्रै हुँदो रहेछ लाग्दैन
लु लेख छिटो लेख गोलो गोलो लेख न यस्तो लेख्ने क्या हात पनि यस्तो के यस्तो हेर यस्तो गोलो गोलो अन्डा इसको डन्डा गोलो गोलो अन्डा गोलो गोलो डन्डा रुमालको पुच्छर काला क क खरायो कायो ख क गमला गवाला ग ग घर गन घ ग नङ न न न चरा चला च च छाता टाटा छ च जरायो डरायो ज ज झन्डा डंडा झ ड गोरुसिङ्गे उसने य न ट किताब हेर न किताब हेर टप्परी टपाली ट ट ठेक्की के ठ ट डमरु डमालू ड ड ढाकी डाकी ढ ड अब यतापट्टि के नि सर्टपट कस्तो थियो त न सर्ट कुन थियो ए 3 धर्क्याउन थियो अलि न पद अरे न मात्रै भन न यो न न न त ट त बाह्र तराजु कति अप्ठ्यारो त फेरि तराजु त तराजु त जालू ड तराजु जालू त क त त ट थर्मस चमा थ ड धनुष धनुष ध ड नरिवल ननन न न परेवा परया प फलफुल मगोल फलफुल भन्नु न पापुल फ यतापट्टि हस् भन्नु वकिल यके व य शङ्ख शंख स च षट्कोण चक्कन स कलम हौ कलम कलम क नानी मोबाइल खेपी नि ह क गमला नङ म ए म त के पो बनाउनु जस्तो लागेर क्या बिर्सेछ नि ए बिर्सेँ नि त यसरी मलाई आउँछ के साह्रो म पनि काठमाडौँमा 15-20 वर्ष पो गरेको त होटेलमा काम पो गरेको त भोलिदेखि त खेल्ने होला धुलो पिठो पो लड्दै धुलोतिर छाता म त छाता ल्याइदिँदिन फेरि स्याङ म त छाता ल्याइदिँदिन फेरि छाता ल्याइदिनु कि गोलो गोलो लेख्नु नि ल्याइदिन्छु ल छिटो लेख्नु न म छाता ल्याइदिन्छु तिमीलाई भाइलाई पनि म त पड्काइदिन्छु मेरो छेउमा गाडी खडा भने त बजाइदेऊ न सैला गुटङ्गे बल ओ झारिस आइना झारिस यति नकेरा सर सबिना आइ आउँछ बनाउने नि त भन्दैछ भनेको मामालाई जानै मन छ कति बज्यो 9 बज्यो बेला छ 1 घण्टा जठा मान्छेले भन त्यसो त्यसो छिटो लेख छिटो लेख अब 10 बज्न आँट्यो है छिटो लेखि स्कुल जाने बेला हुँदैछ है गोलो गोलो अलिक तल पक्रि अनि पक्रि त टुप्पीमा पक्रि हो यसरी भाइलाई आउँछ आउँछ ह पर पण्डितले लेख्छ एउटा अनि त फुट्छ स्याङ यिनीहरू कस्तो पुरानो भिडियो हेरेको यत्रो थिएछ हामी आउँदाखेरि यार साइला नै यत्रो थिएछ यो नाम जत्रो थिएछ कान्छ क्या हो साइला यो साइङ भन्दा पनि सानो थिएछ उयो साइला त
हामीलाई बुधबार भनेको थियो ठुल्मीबाट सिस्नु पिटेको छ तताइदिनु बितेछ म अर्दैन क्या हो टुङ्गोमा बोल्दैन डर कि क्या सानै सानो भएछ भर्को त नि त्यो लागोमै दर्शकहरू लेखाइ भन्दा भन्दा हिजो अस्तितिर नसिकेको हेर्नु हुन्छ नि हिजो पनि सिकेन सरी फेरि बिग्रिन्छ मसला सिधा गर न परे त्यस्तो नगर ल ल ल जाऊ त्यस्तो अँध्यारो छ भन्छु नि म चाहिँ अघि पिल 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 गरिरहेको हो र लो लाइट भइरहेको थियो कि नानी त त्यति बेला भन्ने हो हाँ नानी पुगेको जान्छ बस्छ अरू कपाल फेरि छुटाउने बेला त्यतिकै तेरो कपाल पनि कति हो म स्टिकर हौ स्याउको के त लु तान्न छिटो भेट न तन्की 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 नाम नाम के से आंगले लु 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 नाम नाम ओ म त भेट छिटो भेट बम फुर्केले त तन्की लु टिप न ओ माथि टिप्न नाम नाम ओ पो भन्छ ए के रे त्यो लगेर त कहाँ आन्छ त भाइ लड्छ है बच्चा हुनु नै रमाइलो छ जिन्दगीमा बस्नु भेटी गर्ने त आइहाल्ला र लु लगा टिका लगा तिनीहरूमा लाऊ सजिलो हुन्छ नि त अहिले नै जा अहिले नै जा हरि काका प्रमाण राधे दुर्गे तीनजना भयो नानी पाल्ने डाङ 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 यस घाम लाग्यो ऊ पनि त्यसो भन्छ गाजो नहुनु पर्ने यहाँ कति घाम यो उचाल्नु पर्यो अनि भात के अरे पानी पानी खाने नहाल्नु परे
नतताइदिन्छु नै स्याङहरू सुप ए स्याङ आऊ है भात खानु घरमा गएर चाहिँ के गर्नुहुन्छ अनि अब पासा सादा जेठा खाए नथि त काम त गर्नुपर्छ खानुको लागि भगवान् यो सन्चेको बुढीले 4000 त मेरै बुढाले डाँडामा एक बरा चामललाई डाँडामा 4500 पर्छ भइहाल्छ त्यत्रो माथि लग्यो बोकेर लानुपर्छ मरि एक बका तेललाई 40 बोकेर लानुपर्छ कति टाढो छ अनि त्यो पनि त्यत्रो माथि हातका कुरा चाहिँ कसले खोइ हप्का तातो थिकोलाई खचरा तातो नि ताइ पनि डाँडा नि यो ले मम्मीले मको पिरा झटाम हावा पैसा पिनी न पापा दिपल पिनाछ नि दिपको बस्छ सबै खाना बनाउँदै अयो चो नजरले जाने सम्झाउँछ त 4-5 पैसा खाँदा केही हुँदैन सम्झाउनु पर्छ न खाजी दित्य अब जसुकैमा कसैको झन् थाला म हामी पराख्नु पाइ सम्झानिनु गयो पाइनु गल्छ अनि आगो धेरै भयो सत्यको नि दुनेरीमा लगाइराख नि त्यही भएर खनाइ दिनुपर्छ सट्टा कति छिटो चलाइहाल्यो डाडु लुने हुन्छ साल फेर त गर्नुपर्छ बर्यो दुध बर्यो मत अहिले दिपले त टन्नै धुँदो रहेछ नि वर्षको हुली त आशा लायो अझै पनि रोज कति छिटो भन्छ जेठा न पेलो त त्यही बस्नुहोस् न मलाई मोमो दिन न खाने अब तो सब कुछ चाम तुरुन्तै कोरो तुइले लसुन म त धेरै सारा खाबो मैले धेरै सारा लाइमा लाइमा अब म कप्न भन्छ चाहिँ हो टनेर बना के मात्रै? लेमा जेठी बिरो जाको म बिरो भात पनि खाए अन्डा अरू अरू सब्जीहरू टमाटरहरू टनेर तरकारीको टमाटर आफ्नै खोलिन्छ अनि उता किन्नु न पर्ने थियो मान्छे खाएको छैन अन्डा चाहिँ उनीहरूसँग अन्डा हुँदैन एउटा केही लेख्नु आउँदैन तीन दुई दाना होइन 4 पनि पर्छ स्याङले त यत्रो पिस पो दिएको त खाइसक्यो र पनि अझै तोइ म त्यो त खाइसकेको थपिसक्यो यत्रो पापड बन्नु त चाहिँ खाँदैन यिनीहरू पनि ठुस्किन्छ र कोही कोही खा त आउँ आज धेरै टन्नै खायो त नि थपेको त 2 चोटि थपिसक्यो लु नखानु तिमी चाहिँ त्यसलाई त सानो बर्गमा दिनुपर्छ यसमा नकपी खाने अब चाहिँ कालो लाग्यो है भुइँभरि मेल नमिल्नुको त्यत्रो कहाँ खोइ त पैसा दिँदा गर्नु त रोक्छ मुकामा हात निको हात त कले काइकाले न ततेका न खन्दान भन्थ्यौँ नि अनि भाउजू फेरि ठुलो ठुलो त अनिको त कहाँ भाउजू नि म होला कि आउँछ ए काका त चलाक हुनुहुँदो रहेछ हेर्नु पो भएछ दुकुमा छ 2000 उधार त मुडेछ भाउजू हैन अब भाउजू भानी के लाग्यो अमी वकिले वकिले बुढी भाइ आउनु सुर्तामा भानी भाउजू ल गएको तुको छिटो खाऊ स्कुल जानु ढिलो भइसक्यो भानी कहाँ दिक्क सालमा खालबन्दी भाउजू कहाँ निक्लिँदैन भन छिटो खाऊ न अलिक हाल्नु 10 पो बज्न आँट्यो त्यही भएर हतार दिएको अन्डाले नै अगाएर दसो भने भोलिदेखि मामा भन्नु है मलाई मामा त हो नि साम्पाङबाट मामा कि मामा मामा ए मामा साम्पाङबाट एमा भन्छ अब यो लसुन होइन प्रशस्ति चाहिने भने यो तल ठुलो घर आज एक घाइ रोप्नु पर्ने रहेछ
यति त हुन्छ खाएन अनि अहिले नै थाहा आउँदै सुन्नु म त अघि बिहान हिजो नै तता हाल्छ नि म त खालि अस्तितिर त यसो गरेको बिहान र बेलुकाको अहिले त थाहा छैन के बिहान बेलुकै त पकाउँदैन अहिले त भात भात खाऊ न। बिहान बेलुकै पहिला भात खाउने दिन्छ दुध मम्मीले दिदीमाले दिन्छ त्यो भात खा त अलिक आधी अनि दुध आउँछ है त्यो भात खा आधी खाउँछ त्यो भात खा अनि दिन्छु म अलिक खा त भात त्यो तातो चाहिँ सेलोस् तेरा सुन हो बिगार्ने के को कति त्यो बेला चाहिँ किन ओरेको त नि अनि यसै गर भनेको थियो त डाक्टरले त्यो तेलमा त लाउँदा हुन्छ क्या कलेज लाउनु पर्दैन केलाएर पैसा भयो कति के अरे जान अहिले भात नखा भरे चाहिँ भोकाले अनि भात भरे त हेरेको हिँड्दैनको पो आज त भात यति छ भरे त भात भन्दा आइजान स्कुलबाट भरे आज नराखिदिँदा भात यही भात राखिदिनु पर्छ कि भरे कम्ता खान्छ यसले कम्ती कम खान्छ भरे बाट झिङ्गाले मुतेर रोग मात्रै लाग्छ भात भन्दै आउँछ भरे नि भाउजू भात भन्दै आउँछ भात खाने भन्दै लडिँदै लड बढिँदै मामासँग जानु ल अहिले चाहिँ ल मा त्यस्तो भएर आउँदा छ हँ? मासित के भन्दाखेरि म साका दाले मुनि वालिमी कि अनि भइ मिल्यो छिटो साका टिपेछन् दिपालाई दालहरू ल्याइदिउँ खाऊ दाल मामाले त्यही राख्नु म आउँछु कसरी त हरियो छ त नि क्या नि यो अर्को हरियो छ हरियो छ ऊ कालो दाल धेरै भएर होला मिसाएर मिसाउने होइन त यो मिसाएको दाल होइन त अब के भयो खै यसको बिर्का चाहिँ दिमा त्यहाँ त्यसरी त खाने होइन जुठो हुन्छ यहाँ त यो बट्टामा यसरी खाने कहाँ बट्टामा फोहोर भइरहेको छ नि जुठा पस्छ ए नुन दिनु ए लु ला अहिले चाहिँ नुन लागेन अरे नाटक नि मलाई भुडी चाहिँ तन्द भइरहेको छ अघि नै खाएको छौँ नि एकछिन अहिले भर्खर 10 पनि बजेको छैन अघि 8 बजी खाएर यो नाटक गर्छ नि ठ्याम त्यसरी देऊ न यसो दे होइन म कर्ना पेका युसी भनेको अनि गल्ती गर्छ म त ठेक्का परो जान माथि बेलुका नै स्याको भाइ छाड्छ भने कोकला त म्याडम नामी तोल्थ्यो भने ब्याममा योक्छु झन् खापी फेरि खापी त लड्छ चुप सोलो रहेछ कमे का खाउँदिउ अब खोर्सानी ढेरी मात्रै लान्छ है त ठुलो जस्तो हामीले ओइ भात खाने अब चाहिँ लम्चे भिडियो पनि भन्छ कहा राम्रोसँग लेख ओबुङको ल्याइदिउँ दिमा खाना दिनु ऐसे नि दिमा खाना मामा खाना ल्याइदिन्छ है छोडेर जाने भने कहिले आएकोले माइ नको यता भएको बाटो आमा कि केला सर हँ? खिच्नु आउने यदि खानुहुन्छ मामा भन्नु के आज ल्याउनु भयो सन्ध्या पनि खान्छ होला
खानु मलाई खानुपर्छ दाल चाहिँ भएन सानो छुट्टै खान्छ होला क्या आज ठुलो दिमाग ल्याइदिउँ भात भयो हो लु छ खाऊ लु खानु सिस्नुसँग खानु दिमा पुगेको सानैमा हो त्यसरी छिटो छिटो काट्नु हो त्यसरी त खानुपर्छ त अरू बेलासम्म अनि कच्ची कान फेरि डोको भराम ठिकान त मको ठुलो डोको भराम त त अब सानो डोको पनि भराम त अनि थोरै मात्र भन्दा त छिटो पिको झन् त्यो भोलि झन् चारो म पलाउनु आधी जग्गा म अहिले आधी जग्गा तपाईँले झन् मिठो बनाइसकेको थियो अनि सीमावा हो र छिटो बनाएको कहाँ भन्दा छिटो पिको के लेखेको रहेछ मैले आधी डोको बनाउँदै एक डोको बनाइसकेको थिएँ भने झन् हाम्रो आमाको छेउमा काम गर्नुपर्छ पहिले आम्मामामा एकछिनमै कोदो गर्दा पनि उपर पुऱ्याउँछ छिटो 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 भन्ने त काम गर्दाखेरि छिटो गर छिटो पढले भन्ने अहिले त त्यहाँदेखि त टर्टाउँदैन भ्याउँदैन न आज त होइन कति काम पनि भ्याउँदिनँ नि भोलिसम्म होइन भिसाद गर्नु यहाँ खाना कति पाएको छेउमा छिचाखोइ जेठामा यो माइलो चाम त्यहाँ ढोका त नथेने गर्नु भने हौ हो ठीक अब चाहिँ खोल्यो नि छि च्याम्पो कना भागो न ए हापाची दुचु न हापा युसनु म दुआनु अनि आसा दुआन होला भन्ने धेरैले दुको सेलमै चाहिँ मेकाला ब्याम सिकिला सबै त जुठा लगाएको छ हौ त धुनुपर्छ यो कि सबै त्यसले हेर्नु न हात जुठाले छोएर किचिक्काजा खेलाएर फोहोर होली हो त्यही भएर त म खोसाङ्नु भने बेला लगा यहाँ लगा कुखुरालाई दिनुपर्छ म धेरै खानु सक्दिनँ अघि भर्खरै खाँदै आएको के रुच्छ काका दरै नै हो नि दर त काम गरेर अन्त काम गर्नेलाई चाहिँ दिनुपर्छ जाँडहरू रक्सियो है काम गर्ने मान्छेलाई चाहिँ खसी बनाउँदा तल लगाएदेखि अनि सबै फेरि काठ बोक्नु राधा रक्सी कुखुरा भात पसिदिनु मात्रै तरकारी पनि खानु म त अलिक यति खाएको त चाउमिन पनि छ भन्दा आमामामा कहाँ त बिहे बाबा है कडाइ हो मुङ्गन सरले होइन त जिम गरायो होइन त अनि हिजो दिनभरि अनि हिजो आफूले जति बोकेको भारी त केटाले कानमै ल्याए त यार खै मुगे काका उसले नि दी पठाएको रक्सी ए महँगे कसलाई हेर मुंगे मुंगे तो ऊपर त अरे जेठाजु मरेको अरे कहाँ यहाँ चाहिँ खाइमान पर्दैन है त्यसो नि नपिको अंक व्यवहार तो कुसना कुनीमा चाहिँ के हो कुसना के गर्नु भन्ने यो ठहराउने पछि वंशे लो गरिको अम्बु लोनेमा चाहिँ न के दरे लोनेमा चाहिँ के हो सीमा सीधा ने मन्नेमा ठीक हो
उता राखिदेन मुङ्गे रक्सीलाई पनि साथ हक्दै रक्सियानीको बिपा खाएपछि